गुड पोइन्ट चाहिँ पोइन्ट अफ भ्यूबाट हुन्छ हैन। अब प्लेयर्सको पोइन्ट अफ भ्यूबाट टन्नै गुड पोइन्ट्सहरू छ र प्लेयर्स सँगसँगै काम गर्ने कोचिङ स्टाफको पोइन्ट अफ भ्यूबाट पनि टन्नै गुड पोइन्ट्सहरू छ। थ्रु आउट द जर्नी प्लेयर्सहरू राम्रो इन्भाइरोमेन्टमा खेलिरहेछ फुटबल हैन, राम्रो हुन्छ नि, सुविधा सम्पन्न होटलहरूमा बसेको छ, उनीहरूको ट्रेनिङ राम्रो चलिरहेछ, सबै कुरा भइरहेछ। फाइनेन्सियली पनि त्यति साह्रो बर्डन छैन प्लेयरहरूलाई हैन, राम्रो फाइनेन्सियली स्ट्रक्चरमै क्लब्सहरूले उनीहरूलाई अनुबन्धित गरे हो। अब अर्को पोइन्ट अफ भ्यू चाहिँ कोचिङ स्टाफको पोइन्ट अफ भ्यूबाट पनि गुड पोइन्ट्सहरू छ। जस्तै अब टन्नै विदेशी म्यानेजर्सहरू आउनुभयो योपालि, जो विदेशीसँग काम गर्नुभयो, विदेशी कोचेसहरूसँग काम गर्नुभयो हैन, अब प्लेयर्सहरू पनि भनौँ, कोचिङ स्टाफ पनि भनौँ, उहाँहरूलाई छुट्टै एउटा एक्सपोजर चाहिँ मिल्यो। अब प्रो लाइसेन्स कोचहरू हो सबै, त्यो कल्चर पनि थोरै सिक्ने। ओभरअली प्रोसिड्युरल वेमा कसरी काम गर्ने भन्दाखेरि चाहिँ कोचेसहरूलाई चाहिँ, स्टाफहरूलाई चाहिँ त्यहाँ चाहिँ एक्सपोजर मिल्छ। एउटा टिम लिड गर्ने कसरी रहेछ भन्ने कुरा चाहिँ त्यसरी चाहिँ एक्सपोजर पाउँछ। अल्टिमेटली यो कुराले चाहिँ कहाँ हेल्प गर्छ भने नेपाली फुटबल जुन चलिरहेछ, बी डिभिजन चलिरहेछ अथवा ए डिभिजन पनि चल्ला हैन, र सी डिभिजन पनि चल्ला, अब उहाँहरू अल्टिमेटली काम गर्ने त नेपाली फुटबलमै हो। सो नेपाली फुटबलमा त्यो एक्सपोजर, त्यो एउटा हुन्छ नि नलेज लिएर उहाँ दिन सक्नुभयो भने केही हदसम्म हाम्रो ग्रासरुट अथवा केही हदसम्म हाम्रो युथ लेभल, यो लेभल चाहिँ डेभलप होला भन्ने चाहिँ हाम्रो आश